देशमा सुशासन ल्याउनको लागि देशमा रहेका जनताहरू पनि भेडा बन्नु भएन, उनीहरू पनि अनुशासित हुनुपर्छ र एउटा सानो बाइकमा लक लगाएर चिड काट्यो भन्दैमा आवेगमा आएर मूर्खता देखाएर कसैले पेट्रोल छर्केर ज्यान फाल्न पनि हुँदैन। बाइक हामी पनि चलाउँछौँ, हामी पनि पठाइ ड्राइभ गर्छौँ, हामी पनि यस्ता हरेक कुरामा सामना गर्दै काठमाडौँमा 7-8 वर्ष हामीले बाइक चलाइसकेका छौँ। त्यसैले हरेक कुराको पनि तथ्य बुझेर मात्रै समाजमा गरेको। जुन गणेश भाइ मरे उहाँलाई एकदम भावपूर्ण श्रद्धाञ्जली छ। यस्तो कुनै पनि मान्छेले कुनै पनि नेपाली जनताले यस्तो आवेगमा यस्तो मूर्खता काम नगरौँ। र अर्को कुरा के छ भने कि कुनै व्यक्तिको ज्यान जाने बित्तिकै मिडियामा जे आयो त्यही लेखेर अफवाह फैलाउने काम पनि कसैले पनि नगरौँ। अनुसन्धान हुँदैछ, किन आगो लगायो, के भयो, यसको कारण सायद नगर प्रहरीलाई दोष जाँदैन पनि होला।